बालेनको कडा कदमपछि ओलीले छाडे सरकारी सुविधा। प्रधानमन्त्री बालेन शाहले सत्ता सम्हालेपछि सबैभन्दा धेरै चर्चा भएको विषयमध्ये एक हो राज्य सुविधाको दुरुपयोगमाथिको हस्तक्षेप। दशकौंदेखि नेताहरूले पूर्व पदको नाममा पाउँदै आएको अतिरिक्त सुविधा, सरकारी गाडी, सुरक्षादेखि विशेष सेवा सुविधामाथि प्रश्न उठिरहेका बेला सरकारले पहिलो पटक ठोस कदम चालेको देखिन्छ। त्यसैको पछिल्लो उदाहरण बनेका छन् पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली। गृह मन्त्रालयले दोहोरो सुविधामा लिएका सरकारी गाडी फिर्ता गर्न पत्र पठाएपछि ओलीले प्रयोग गर्दै आएको 13 च 64 37 नम्बरको निजी नम्बर प्लेट भएको सरकारी गाडी बुधबार सरकारलाई फिर्ता गरेका छन्। स्रोतका अनुसार प्रधानमन्त्री बालेन शाहको स्पष्ट निर्देशनपछि मन्त्रालय सक्रिय बनेको थियो। सरकारको यो कदमलाई धेरैले सामान्य प्रशासनिक प्रक्रिया भन्दै ठूलो राजनीतिक सन्देशका रूपमा हेरेका छन्। नेपालमा सत्ता परिवर्तन धेरै भए, सरकार फेरिए, भाषण फेरिए, तर नेताहरूले पाउने सुविधा भने कहिल्यै घटेन। जनताले कर तिर्थे, नेता सुविधामा रमाउँथे। पूर्व प्रधानमन्त्री पदबाट हटेपछि पनि दर्जनौं सुरक्षाकर्मी, सरकारी गाडी, इन्धन, चालक, कार्यालय सुविधा र राज्यको खर्चमा विलासितापूर्ण जीवन बिताउने प्रवृत्ति लामो समयदेखि आलोचनाको विषय बन्दै आएको थियो। तर कुनै सरकारले यसलाई गम्भीर रूपमा छोएन, किनकि सबै दलका शीर्ष नेताहरू त्यस सुविधाको घेराभित्र थिए। यही पुरानो संस्कारमाथि बालेन सरकारले चोट हानेको छ। राज्य जनताको हो, नेता निजी सम्पत्ति होइन भन्ने सन्देशसहित सरकारले सुविधा कटौती अभियान सुरु गरेको देखिन्छ। ओलीले गाडी फिर्ता गर्नु केवल एउटा प्रशासनिक घटना होइन, यो शक्तिशाली नेताहरू पनि अब राज्य स्रोतको हिसाब दिन बाध्य हुँदै गएको संकेत हो। सामाजिक सञ्जालमा यो विषयले ठूलो बहस जन्माएको छ। धेरै नागरिकहरूले ढिलै भए पनि सही सुरुवात भन्दै सरकारको प्रशंसा गरेका छन्। विशेष गरी युवा पुस्ताले राज्यको खर्चमा वर्षौंदेखि चलिरहेको विशेषाधिकार अन्त्य हुनुपर्ने धारणा राखेका छन्। कतिपयले भने पूर्व प्रधानमन्त्रीहरूलाई सुरक्षा र सुविधा चाहिन्छ भन्ने तर्क पनि गरेका छन्। तर आम प्रश्न एउटै छ, सुविधा कति आवश्यक र कति अनावश्यक। बालेन शाहको राजनीतिक शैली सुरुदेखि नै परम्परागत नेता भन्दा फरक देखिँदै आएको छ। उनले लोकप्रियताका लागि मात्र भाषण गर्ने भन्दा निर्णय मार्फत सन्देश दिन खोजिरहेका छन्। चाहे अवैध संरचना हटाउने अभियान होस्, सरकारी निकायमाथि कडाई होस् वा अहिलेको सुविधा कटौतीको विषय, उनले राज्य संयन्त्रलाई विशेष व्यक्तिको सेवक होइन, जनताको संयन्त्र बनाउन खोजेको समर्थकहरूको बुझाइ छ। ओली जस्ता प्रभावशाली नेताले गाडी फिर्ता गर्नु आफैमा ठूलो राजनीतिक प्रतीक बनेको छ, किनकि नेपालमा शीर्ष नेताहरू प्राय यस्ता निर्णय विरुद्ध सार्वजनिक असन्तुष्टि जनाउने वा दबाव सिर्जना गर्ने गर्थे। तर अहिले परिस्थितिले केही फरक देखिएको छ। जनमत सुविधा होइन, जवाबदेहिता खोजिरहेको छ। यही बदलिएको मनोविज्ञान बुझेका कारण पनि नेताहरू प्रत्यक्ष टकरावमा जान हिचकिचाइरहेका देखिन्छन्। सरकारको कदमले अर्को महत्त्वपूर्ण प्रश्न पनि उठाएको छ। यदि पूर्व प्रधानमन्त्रीले दोहोरो सुविधा लिनु गलत हो भने अन्य उच्च पदस्थित नेताहरूको अवस्था के छ? पूर्व प्रधानमन्त्री, संवैधानिक पदाधिकारी, विभिन्न आयोगका पूर्व अधिकारीहरूले पनि राज्यबाट लिँदै आएका सुविधा अब समीक्षा हुने कि नहुने जनताले अहिले यही प्रतीक्षा गरिरहेका छन्। नेपाल आर्थिक रूपमा कठिन अवस्थाबाट गुज्रिरहेका बेला राज्यको खर्च कटौती केवल नारा होइन, आवश्यकता बनेको छ। युवाहरू विदेश पलायन भइरहेका छन्, बेरोजगारी बढिरहेको छ, विकासका योजना बजेट अभावमा रोकिएका छन्। यस्तो अवस्थामा सीमित व्यक्तिका लागि करोडौं खर्च गरेर सुविधा दिनु नैतिक रूपमा पनि प्रश्नको घेरामा पर्छ। त्यसैले बालेन सरकारले सुरु गरेको यो अभियान जनताले सत्तामाथिको नियन्त्रण भन्दा बढी राज्यको स्रोतको संरक्षणका रूपमा हेरिरहेका छन्। कतिपय विश्लेषकले भने यो कदमलाई राजनीतिक जोखिमका रूपमा पनि हेरिरहेका छन्, किनकि पुराना शक्तिशाली राजनीतिक दल र नेताहरू यस्ता निर्णयबाट असन्तुष्टि बन्न सक्छन्। तर बालेन शाहले जोखिम लिएरै आफ्नो राजनीतिक छवि निर्माण गरिरहेका छन्। उनी जनताको भावना समातेर परम्परागत राजनीतिक संस्कारलाई चुनौती दिने रणनीतिमा देखिएका छन्। आज एउटा गाडी फिर्ता भएको समाचार सामान्य लाग्न सक्छ, तर यसको सन्देश निकै ठूलो छ। यो घटना केवल केपी शर्मा ओलीसँग सम्बन्धित छैन, यो नेपालमा वर्षौंदेखि चलिरहेको सत्ताको विशेषाधिकार संस्कृतिमाथिको प्रहार हो। जनताले पहिलो पटक राज्य स्रोत फिर्ता गराउने सरकार देखिरहेका छन्। अब हेर्न बाँकी छ, यो अभियान केवल केही गाडी फिर्तासम्म सीमित हुन्छ कि साँच्चै राज्य सुविधाको पुरानो संरचनामाथि व्यापक सुविधाको सुरुवात बन्छ। तर यति निश्चित छ, बालेन शाहले सुरु गरेको यो कदमले नेपाली राजनीतिमा नयाँ बहस भने जन्माइसकेको छ।
बालेनको कडा कदमपछि ओलीले छाडे सरकारी सुविधा। प्रधानमन्त्री बालेन शाहले सत्ता सम्हालेपछि सबैभन्दा धेरै चर्चा भएको विषयमध्ये एक हो राज्य सुविधाको दुरुपयोगमाथिको हस्तक्षेप। दशकौंदेखि नेताहरूले पूर्व पदको नाममा पाउँदै आएको अतिरिक्त सुविधा, सरकारी गाडी, सुरक्षादेखि विशेष सेवा सुविधामाथि प्रश्न उठिरहेका बेला सरकारले पहिलो पटक ठोस कदम चालेको देखिन्छ। त्यसैको पछिल्लो उदाहरण बनेका छन् पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली। गृह मन्त्रालयले दोहोरो सुविधामा लिएका सरकारी गाडी फिर्ता गर्न पत्र पठाएपछि ओलीले प्रयोग गर्दै आएको 13 64 37 नम्बरको निजी नम्बर प्लेट भएको सरकारी गाडी बुधबार सरकारलाई फिर्ता गरेका छन्। स्रोतका अनुसार प्रधानमन्त्री बालेन शाहको स्पष्ट निर्देशनपछि मन्त्रालय सक्रिय बनेको थियो। सरकारको यो कदमलाई धेरैले सामान्य प्रशासनिक प्रक्रिया भन्दै ठूलो राजनीतिक सन्देशका रूपमा हेरेका छन्। नेपालमा सत्ता परिवर्तन धेरै भए, सरकार फेरिए, भाषण फेरिए, तर नेताहरूले पाउने सुविधा भने कहिल्यै घटेन। जनताले कर तिर्थे, नेता सुविधामा रमाउँथे। पूर्व प्रधानमन्त्री पदबाट हटेपछि पनि दर्जनौं सुरक्षाकर्मी, सरकारी गाडी, इन्धन, चालक, कार्यालय सुविधा र राज्यको खर्चमा विलासितापूर्ण जीवन बिताउने प्रवृत्ति लामो समयदेखि आलोचनाको विषय बन्दै आएको थियो। तर कुनै सरकारले यसलाई गम्भीर रूपमा छोएन, किनकि सबै दलका शीर्ष नेताहरू त्यस सुविधाको घेराभित्र थिए। यही पुरानो संस्कारमाथि बालेन सरकारले चोट हानेको छ। राज्य जनताको हो, नेता निजी सम्पत्ति होइन भन्ने सन्देशसहित सरकारले सुविधा कटौती अभियान सुरु गरेको देखिन्छ। ओलीले गाडी फिर्ता गर्नु केवल एउटा प्रशासनिक घटना होइन, यो शक्तिशाली नेताहरू पनि अब राज्य स्रोतको हिसाब दिन बाध्य हुँदै गएको संकेत हो। सामाजिक सञ्जालमा यो विषयले ठूलो बहस जन्माएको छ। धेरै नागरिकहरूले ढिलै भए पनि सही सुरुवात भन्दै सरकारको प्रशंसा गरेका छन्। विशेष गरी युवा पुस्ताले राज्यको खर्चमा वर्षौंदेखि चलिरहेको विशेषाधिकार अन्त्य हुनुपर्ने धारणा राखेका छन्। कतिपयले भने पूर्व प्रधानमन्त्रीहरूलाई सुरक्षा र सुविधा चाहिन्छ भन्ने तर्क पनि गरेका छन्। तर आम प्रश्न एउटै छ, सुविधा कति आवश्यक र कति अनावश्यक। बालेन शाहको राजनीतिक शैली सुरुदेखि नै परम्परागत नेता भन्दा फरक देखिँदै आएको छ। उनले लोकप्रियताका लागि मात्र भाषण गर्ने भन्दा निर्णय मार्फत सन्देश दिन खोजिरहेका छन्। चाहे अवैध संरचना हटाउने अभियान होस्, सरकारी निकायमाथि कडाई होस् वा अहिलेको सुविधा कटौतीको विषय, उनले राज्य संयन्त्रलाई विशेष व्यक्तिको सेवक होइन, जनताको संयन्त्र बनाउन खोजेको समर्थकहरूको बुझाइ छ। ओली जस्ता प्रभावशाली नेताले गाडी फिर्ता गर्नु आफैमा ठूलो राजनीतिक प्रतीक बनेको छ, किनकि नेपालमा शीर्ष नेताहरू प्राय यस्ता निर्णय विरुद्ध सार्वजनिक असन्तुष्टि जनाउने वा दबाव सिर्जना गर्ने गर्थे। तर अहिले परिस्थितिले केही फरक देखिएको छ। जनमत सुविधा होइन, जवाबदेहिता खोजिरहेको छ। यही बदलिएको मनोविज्ञान बुझेका कारण पनि नेताहरू प्रत्यक्ष टकरावमा जान हिचकिचाइरहेका देखिन्छन्। सरकारको कदमले अर्को महत्त्वपूर्ण प्रश्न पनि उठाएको छ। यदि पूर्व प्रधानमन्त्रीले दोहोरो सुविधा लिनु गलत हो भने अन्य उच्च पदस्थित नेताहरूको अवस्था के छ? पूर्व प्रधानमन्त्री, संवैधानिक पदाधिकारी, विभिन्न आयोगका पूर्व अधिकारीहरूले पनि राज्यबाट लिँदै आएका सुविधा अब समीक्षा हुने कि नहुने जनताले अहिले यही प्रतीक्षा गरिरहेका छन्। नेपाल आर्थिक रूपमा कठिन अवस्थाबाट गुज्रिरहेका बेला राज्यको खर्च कटौती केवल नारा होइन, आवश्यकता बनेको छ। युवाहरू विदेश पलायन भइरहेका छन्, बेरोजगारी बढिरहेको छ, विकासका योजना बजेट अभावमा रोकिएका छन्। यस्तो अवस्थामा सीमित व्यक्तिका लागि करोडौं खर्च गरेर सुविधा दिनु नैतिक रूपमा पनि प्रश्नको घेरामा पर्छ। त्यसैले बालेन सरकारले सुरु गरेको यो अभियान जनताले सत्तामाथिको नियन्त्रण भन्दा बढी राज्यको स्रोतको संरक्षणका रूपमा हेरिरहेका छन्। कतिपय विश्लेषकले भने यो कदमलाई राजनीतिक जोखिमका रूपमा पनि हेरिरहेका छन्, किनकि पुराना शक्तिशाली राजनीतिक दल र नेताहरू यस्ता निर्णयबाट असन्तुष्टि बन्न सक्छन्। तर बालेन शाहले जोखिम लिएरै आफ्नो राजनीतिक छवि निर्माण गरिरहेका छन्। उनी जनताको भावना समातेर परम्परागत राजनीतिक संस्कारलाई चुनौती दिने रणनीतिमा देखिएका छन्। आज एउटा गाडी फिर्ता भएको समाचार सामान्य लाग्न सक्छ, तर यसको सन्देश निकै ठूलो छ। यो घटना केवल केपी शर्मा ओलीसँग सम्बन्धित छैन, यो नेपालमा वर्षौंदेखि चलिरहेको सत्ताको विशेषाधिकार संस्कृतिमाथिको प्रहार हो। जनताले पहिलो पटक राज्य स्रोत फिर्ता गराउने सरकार देखिरहेका छन्। अब हेर्न बाँकी छ, यो अभियान केवल केही गाडी फिर्तासम्म सीमित हुन्छ कि साँच्चै राज्य सुविधाको पुरानो संरचनामाथि व्यापक सुविधाको सुरुवात बन्छ। तर यति निश्चित छ, बालेन शाहले सुरु गरेको यो कदमले नेपाली राजनीतिमा नयाँ बहस भने जन्माइसकेको छ।